तपाईहरुलाई जहिले लाग्छ म एआई को पछाडी हात धोएर लागिरहेछु, तर एआई ले निम्त्याउने खतराहरू, धरापहरू, मान्छेको जागिर जाने कुराहरू चाहिँ तपाईले कहिले विचार गर्नुभएको छैन र गर्नु पनि हुन्न, हैन? केही तथ्याङ्कहरू सार्वजनिक भइसकेको छ। त्यहाँ चाहिँ के भनिएको छ भन्दाखेरि बेलायतको एउटा प्रसिद्ध ब्याङ्कले अब केही वर्षभित्र आफ्नो कर्मचारीहरू लगभग 8000 जति कटौती गर्ने विचार गरिसकेको छ। अब पत्याउनु हुन्छ भने पत्याउनुस्, पत्याउनु हुन्न भने अब मेरो भन्नु केही छैन। अहिले एआई को सही सदुपयोग गर्न जानिएन, हामीले दुरुपयोग मात्रै गर्ने हो भने हामी पनि त्यसको शिकार हुन सक्छौं। अहिले नेपालमा धेरै कलाकारहरूको उठीबास लागिसक्यो। अब यो कुरा कसैले स्वीकार्दैन, तर पुरानो राम्रो मिठो गीतहरूलाई पनि अहिले एआई ले बनाइसक्यो। त्यो त ठिकै छ। अब उहाँहरूले बोल्न सक्नुहुन्न, कतिपय बितिसक्नु भयो। तर अहिले नयाँ कलाकारहरूको पनि आफ्नो ओरिजिनल गीत भन्दा एआई ले बनाएको गीतमा धेरै भ्युजहरू छ। हेर्नुस् है। अहिले चाहिँ नेपालमा कलाकारहरूलाई मात्रै यो असर परिरहेछ। बिस्तारै ड्राइभर, डाक्टर के सबैमा पर्न सक्छ। सबै कुरा एआई ले गरिदिएपछि हामी चाहिँ के गर्ने? हामी कहाँ जाने? सबै कुरा एआई ले नै गरिदिन्छ। हामी बिस्तारै बेरोजगारी हुन थाल्छौं, मर्छौं, भोकै मर्ने हो। सबै कुरा एआई ले गरिदिन्छ, पैसा पनि आउँदैन। एआई ले गरेपछि त पैसा पनि एआई ले लिन्छ, हैन? बिस्तारै मानिसको दिमागमा मात्र हैन, मानिसको कामहरुमा पनि एआई ले कब्जा गरिसक्छ। हामी हेरेको हेरे हुन्छौं। एकजना भूतपूर्व सांसद हुनुहुन्थ्यो नि, कान्छाराम तामाङ। तपाईहरु सुध्रनुस्, तपाईहरु सुध्रनु भएन भने भन्नुहुन्थ्यो नि, त्यस्तै हुन सक्छ। त्यही भएर एआई को सही सदुपयोग गरौं। गलत ठाउँमा एआई को दुरुपयोग भइराछ भने त्यसलाई रोकौं, जसरी भए पनि रोकौं, नत्र हाम्रो जिन्दगी धरापमा, है त।